गाइज वेलकम टु माई न्यू भिडियो। म चाहिँ अहिले उठेर नास्ता सास्ता खाएर कोठामा बसिरहेको छु। अनि आज चाहिँ हामी रागामारे जाने हो राम हेर्न। आज चाहिँ के हुन्छ हेर्नु होला। ल जानको लागि हिँड्यौँ। अर्को कपडा लगाएर अलिअलि हिँड्ने अनि अलिअलि गाडीमा जाने। त्यही भएर हिँड्दैछौँ जङ्गलको बाटो, कोही छैन यस्तो। ल चाहिँ हाम्रो गाउँ वहाँ पारि हो, त्यो चाहिँ हाम्रो घरहरू, त्यसको पछाडि हाम्रो घर छ। अहिले चाहिँ हामी यति माथि आयौँ, जाँदैछौँ हामी। ल अब हेरौँ कहाँ गाडी आउँछ अनि त्यति एउटा भेटौँ। ल बाटो पनि देखाउँछु, त्यहाँ गएर नि भेट्न। ल पारमा यस्तो बवाल ठाउँमा छौँ। हाम्रो गाउँ हेर्नु, गाउँ यति बवाल छ हेर्नु। माथिबाट नि उता ट्याक्क एउटा मालारानी भयो, ऊ त्यो डाँडो हेर्नु भ्यू। तल हाम्रो गाउँ गयो उताको पारिको। अब चाहिँ हामी गाडी पानी उहाँ उता गएर हो क्या। ल उतै गएर भेटौँला। अहिले रागामारे आइयो। यस्तो छ पुरै भिड, माथि झन् भिड छ। यहाँ मन्दिर भयो, अझै माथि चाहिँ सराई नाच्छन्। ल माथि गएर भेटौँला। यस्तो भिड छ। धेरै भिड भएर हामी यता माथि आएछौँ। हरि भ्यू छ, चिसो चिसो, मान्छे पनि हरि धेरै छन्। यस्तो छ प्याक छ पुरै। हामी तलबाट माथि आएको। ट्याक्क पारामा माथिबाट ट्याक्क आयौँ। यस्तो छ माथिको भ्यू। र ट्याक्क पारामा हामी चाहिँ जाँदैछौँ। चाहिँ गाडी सिलायौँ। यता दिदी भ्यू हेर्नु हरि छ। अनि उता गाडी छ, अब जाने हो। मान्छेहरू पुरै यहाँ छन् धेरै। हामी चाहिँ माथि यहाँ चाहिँ धेरै मान्छेको टिकटक चलिरहेछ। टिकटक हेर्न आज। ल खर्च धेरै दिन्छु बाटामा गाडीले। अब हामी चाहिँ घर पनि आइयो। घर आइयो भित्र ठुली मम्मी यो सबै हुनुहुन्छ। घर आएर खाना र चिया पनि खाएर भ्याइयो। यस्तो छ। अब कोठामा जानुपर्छ अनि एकछिन बस्नुपर्छ। अनि फेरि यसपछि चाहिँ करेन्ट चाउचाउ खाने। करेन्ट चाउचाउ उहिलेदेखि नै करेन्ट चाउचाउ खाने हो। अनि बल्ल सुत्ने हो। हामी चाहिँ भित्र चाहिँ माइजू दिदीहरू। ल अब चाहिँ करेन्ट चाउचाउ खाने बेला भेटौँला। पछि राति अँधेरो भइसक्यो। अनि किचनमा चाहिँ उता चाहिँ चुलोमा चाहिँ उपार्दै करेन्ट चाउचाउ। कहाँको करेन्ट चाउचाउ? ए त्यहाँ रहेछ। दिदी के छ? यहाँ करेन्ट चाउचाउ हेर त। हेर त यता टिभी चल्छ। यता भिनाजु सुत्न रहेछ, सबै सुत्न रहेछ। ल
करेन्ट जाउँछ खाना पर्छ ग्वाम कि ग्वाम दिदी खानुहुन्छ र खानुहुन्छ र खानुहुन्छ खानुहुन्छ र खानुहुन्छ खाने भए खाने पानी धेरै भएछ क्या हो ल कोक र करेन्ट चाउँछु अहिले बनाउँला अहिले बनाएर खानियो तिनीहरूले चाहिँ करेन्ट ल्याउँछन् अब खानी हो म चाहिँ यहाँ रुममा खानुलाई अब करेन्ट चाउँछु खाने बेला भेटौँला कपारमा करेन्ट सरेन्ट पनि खाइयो अब चाहिँ सुत्ने बेला भयो यही मेरो बिस्तारा डेली बिस्तारा अब चाहिँ सुत्नु पर्छ थ्याङ्क यू फर वाचिङ बाई